यदि तपाईहरु दक्षिण कोरियाको सौल आसपास हुनुहुन्छ भने अथवा सौल आउँदाखेरि चाहिँ तपाईहरु टाइम मिलाएर चाहिँ हानगाङ बसु चाहिँ चढ्नु नभुल्नु होला। एकतर्फी जाने चाहिँ 3000 वon देखि भने आउने जाने चाहिँ लगभग 1 घण्टा तपाईको ठ्याक्कै 5000 वनमा चाहिँ तपाई कोरियाको यो अगाडिको देखिएको यो हानगाङ नदीमा डुल्नु घुम्नु सक्नुहुन्छ। तपाईहरु आउँदा चाहिँ यो ठाउँबाट ठ्याक्क टिकट काट्ने बस्ने अनि यहाँ भित्र चाहिँ अब ठक्क हामीहरू बस चढेर जाने छौ साथीहरु। त्यो हटाउनु त्यो थाती गरौँ न अगाडिको साथीहरु टिकट यही हो 5000 को टिकटले चाहिँ अब हामी जाँदै छौं कस्तो तरिकाले। हाम्रा केटाहरु यहाँ छन् हैन। ल साथीहरु अब हामी चाहिँ चढ्दै छौं पनि किन कुद्छ हो केटो? हाम्रो दाइ हुनुहुन्छ यता अरु छन् अनि म यो यताको दृश्य चाहिँ तपाईहरुलाई म देखाउँछु है त। उतै परको झ्यालहरु त्यस्तो देखि आइ भनिदिनु पर्यो दाजु। अलि ठुलो बोल्दा पनि हुन्छ बोलिरहेछ त अरु। हेलो हेलो भन्नु न। हेलो हेलो नमस्कार शिवारो। यहाँ हेर्दा त कस्तो कुदेको जस्तो नि। आउनुहोस् सौल सबवेको यही नारो स्टेसनमा गेट नम्बर 2 बाट बाहिरिनुहोस् अनि सिधै पुग्नुहुन्छ तुक्साम हानगाङ पार्क नजिकै बोट चढ्ने स्थान। त्यहाँ तपाईले आफ्नो टी-मनी कार्ड वा सामान्य कार्ड प्रयोग गरेर सजिलै टिकट लिन सक्नुहुन्छ। हानगाङ नदीले मात्र सहर देखाउँदैन, त्यसैले तपाईको मनलाई पनि हल्का बनाइदिन्छ। यदि तपाईलाई पनि कामको थकानबाट टाढा जान चाहनुहुन्छ भने एक दिन छुट्याएर अवश्य आउनुहोस्। विश्वास गर्नुहोस् यो सानो यात्रा तपाईको जीवनको मिठो सम्झना बन्नेछ। केवल 3000 वनमा एकतर्फी र 5000 वनमा चाहिँ दोहोरो यात्रा पुरै करिब 1 घण्टा हानगाङको सौन्दर्य नजिकबाट हेर्ने मौका पाउनुहुन्छ साथीहरु। यदि तपाईहरुलाई छुसु ठेगाना अब के चाहियो भने चाहिँ मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। तपाईलाई भिडियोहरु कस्तो लाग्यो मेरो यो मिनी ब्लग सायद कमेन्ट गर्नुहुन्छ होला। ए आउनु न त्यो चिन्जान गरौँ न ल यस्तो भरे म हाल्दिहाल्छु नि। नेपाली बोल्छ यार नेपाली नेपालको यार नेपाल सारा पास्टर मेरो राजी पास्टर है पश्चिम पास्टर